हजुरले हेरेको कथाको नाम के हो र? यो दुईटा छोरा र एउटी बुढी दुई बुढीका दुईटा छोरा थिए। त्यो छोरा त बाउ पहिले मरिसकेको थियो। त्यो छोरालाई हुर्काएर पाल्ने हुर्काइ थिए। त्यो दुईटा छोराहरूबाट ठुला बिहा भइसकेपछि उमेर पुगेपछि बिहा गरिदिए। बिहा गरिदिएपछि बुहारी आए। बुहारी आएपछि सबै त पहिले त तिनजना थिए मिलेर बसिया थिए, गरेर खाएको थिए। अब जग्गा जमिन कमी थियो, धेरै आम्दानी थिएन, कमाइ थिएन। त्यही गुजारा मात्रै हरिया थिए। ती पाँचजना भए। पाँचजना भएपछि सम्पत्ति थोरै भयो। त्यहाँबाट त्यो बुहारीको झगडा हुन लाग्यो। झगडा हुँदाखेरि अनि सासूले सम्झाउन लाए। सम्झाउँदाखेरि एउटालाई भनेदेखि उसलाई केही भन्दिनँ, मलाई यसो भन्छ भन्ने। त्यसै गरेर बुढीलाई जाति नमान्ने, उसलाई जाति मान्ने भन्न लाए। त्यही आधारले अब यिनलाई सम्झाउन्न भनेर त्यो बुढी तिनीको झगडा हुन्छ। अनि नकराइकन आसी नाम्लो लिएर घाँस काट्न जान्थे। घाँस काट्ने ठाउँ एकदम सर्प आएछ अरे। भगवान् के अरे महादेवले सर्पको रूप लिएर आएछन् अरे। त्यही भनेको छ कि त्यही भनेको थियो। त्यही सर्पको रूप आएर त्यहाँबाट घाँस काटेर अब मलाई खाने हो सर्पले भनेर ऊ डराएर हकानिएछ अरे क्या। हकानिए डराएर चिच्याप्दाखेरि त ए नडराउ बजै बुढी आमै, म तिमीलाई मैले केही गर्दिनँ, नडराउ। बरु म खानाले साह्रै भोकले मरेको छु, तिमी घाँस काट्न लागिरहेछौ, केहीले मलाई केही खाना दिन सक्छौ भने केही खानेकुरा ल्याइदेऊ भनेर भन्दा म पहिले एउटा जोईको घरमा बस्थेँ। त्यसले गाई पालेको थियो। गाईको दुध दिन्छु होला र त्यही खाएर बाँचेको थिएँ। त्यो मरिसक्यो। अब मलाई दुध दिने मान्छे भएन। म खाना पाइनँ, मर्न लाएँ। अहिले कति दिन भयो भोकै छु, म मरिसकेँ भन्न लाएर त्यसो भने ल त म घर गएर दुध लिएर आउँछु भनेर बुहारी कहाँको जेठी बुहारी कहाँको दुध लिएर आयो एक दिन। फेरि अर्का दिन कान्छी बुहारी कहाँको ल्याइ। त्यसै गर्दै ल्याम्दै लुकाउँदै ल्याम्दै त्यसलाई खुवाउँदै भनेर त्यसलाई खुसी बनाएको थिएँ। अनि त्यो बनाउँदा त्यसो भन्दा भन्दै भ्याइयो कि चार सकियो। चार सकियो। अब के हुने थियो पछि टु बी कन्टिन्यू गाइज। अब यसमा फेरि यसको अरू पार्ट पनि अब जुन छुटेको छ त्यो सबै आउँछ है, हेर्दै गर्नु होला।